சரி போடுறாங்க नेपाली नै पाउँछ नि झन् लोकल दै हो न जितना बुढा नीलकण्ठ जस सात बसे धुमाला आज हाम्रो साझा बसको यात्रा धेरै भयो साझा बसमा नचलेको आज हामी गाडी साझा बसमा जाँदै बुढा नीलकण्ठ साझा बस पनि नारायण स्थान लगनखेलबाट ल अब हामी चाहिँ साझा बसमा बुढा नीलकण्ठ हो है ल अब हामी साझा बसमा भाइ राष्ट्रिय पुलिस ल अहिले हामी नारायण गोपाल चोक पुगेका छौँ अब यहाँबाट बाँसबारी हुँदै अब बुढा नीलकण्ठ अनि त्यहाँबाट आधी घन्टा गएपछि एउटा गुम्बा रहेछ त्यहाँ त्यो पनि दर्शन गरेर आउँछौँ हामी आज शनिबारको दिन साथीहरूसँग साझा बसैमा साझा बसमा जो पनि चढ्दछ सिलिन्डरले 2 रुपियाँको टिकट काट्दछ ल यसमा साझा बसमा टिभी पनि रहेछ धेरै वर्ष पहिला चल्थ्यो अनि बिचमा चाहिँ साझा बस चाहिँ रोकियो यो अब त्यसकै कर्मचारीहरूले गर्दाखेरि होला सायद ट्रली बस सँगसँगै चल्थ्यो यो पनि यो फेरि सुचारू भएछ यो अरू बेला बन्दको बेला नेपाल बन्द भनेर हुँदाखेरि पनि यो चाहिँ साझा बस चाहिँ चलेकै हुन्थ्यो सुविधा चाहिँ दिइरहेछ बेलुकाको 9 बजीसम्म चल्छ यो लुबु लामाटारदेखि लिएर तपाईँको गोडागोडी नानतान सूर्य विनायक सबै ठाउँमा चल्दो रहेछ मोमो यहाँ छ्याङ पनि आयो छ्याङ पनि मिठो रहेछ यहाँ यो बुढा नीलकण्ठ हामी जाने गेटको ठिक्क अगाडि यहाँ चाहिँ मोमो चाहिँ साह्रो मिठो है यो मोमो चाहिँ एकदम मिठो हाम्रो यहाँ दिदीका यो पुरानो बाजे बराजुदेखि यहाँ चल्दै आएको मोमो एकदम मिठो अनि यहाँ छ्याङ पनि हाम्रो ताइकिनको एकदम अहिले मजाले मासु चाहिँ अलिकति कम छ तर पनि साह्रै मिठो अचार चाहिँ झनै मिठो पैसा पनि यहाँ एकदमै रिजनेबल एकदमै सस्तो एकदमै मिठो मिठो रहेछ कि म त 10 रुपियाँ यो मोमो एक प्लेटको 100 रुपियाँ अहिले 100 रुपियाँ अहिले 100 रुपियाँ यो मोमो हो पहिला 3 रुपियाँ अहिले हामी यहाँ बुढा नीलकण्ठ पुग्यो गाडीबाट झरेँ अनि भोक लाएर पुरानो पसलमा मोमो पनि खाएँ अहिले हामी बुढा नीलकण्ठ यहाँ गेटैमा पुग्यो साथीहरू पनि ल कस्तो छ साथी मोमो मिठो छ मोमो त है मिठो यो धेरै पुरानो मोमो पसल थियो बुढा नीलकण्ठमा चाहिँ पहिला राजा हुँदाखेरि राजा चाहिँ यहाँ बुढा नीलकण्ठमा आउँदैन रे होइन यो अहिले बुढा नीलकण्ठ पहिलाभन्दा धेरै राम्रो बनाएको छ अहिले पुरा गेटहरू राखेर अनि मान्छेहरूलाई पार्कहरू बनाएर यसरी मोटरसाइकल पार्किङ बनाएर राखेको छ अहिले हामी बुढा नीलकण्ठभित्र जाँदैछौँ साथीहरूसँग यहाँबाट चाहिँ अब हामी माथि जान्छौँ अनि यहाँबाट गएपछि अहिले हामी यो माथिको यो देखिरहेको गुम्बा हामी त्यहाँ जाँदैछौँ यहाँबाट सायद आधी घन्टा जति पैदल जानु पर्ला आज शनिबार भएकोले बुढा नीलकण्ठमा भिडभाड छ आज शनिबार अहिले धेरै राम्रो बनाएको छ पुरा ढुङ्गा राखेर सत्त
बुढालिङ्गन्डाबाट माथि आउँदाखेरि यो हामी माथि अलिकति माथि आएपछि यहाँ त्यसरी 3 बाटो आउँछ 1 2 यहाँबाट चाहिँ हामी यो ठुलो गाउँ यहाँ माथि जाँदैछौँ यहाँबाट पैदलमै हामी आधी घन्टामा पुग्छौँ है यसको नाम के अल्फा अल्फा ओ अल्फा ए के यहाँबाट माथि जाने गाडी पाउँदैन ए होइन इन्डियामा त आउँछ इन्डिया छ म त यहाँ साथीलाई चाहिँ इन्डिया चाहिने रे दौड्ने होइन हामीले एकचोटि चाहिँ त्यो हाम्रो बुढालिङ्गन्डामा भएको त्यहाँ चाहिँ छ्याङ पाउँदो रहेछ पुरानो पसल भएर त्यहाँको अलिकति चाखेको मात्रै हो हामीले 1 गिलास खाएको हो यो माथि जाँदाखेरि उहाँले चाहिँ अब यति छ्याङ खाएर थाकेको भन्नुहुन्छ तर नो त्यस्तो होइन यो हिँड्ने बानी नभएपछि पनि त्यस्तै हुँदो रहेछ त्यही भएर आज दिन ट्राई गरौँ हिँड्ने पनि ट्राई गरौँ आधी घन्टा जति त हो नि भनेर हामी माथि आएँ त्यो बाइकहरू हेर्नु न ओ बाबु होला त्यही गुम्बा जान आएको नि सबैजना हामी यसरी आउँदाखेरि माथि हामी मैले बाटो देखाएँ अघि नै 3 बाटो त्यसपछि आउँदाखेरि यहाँ पनि फेरि 3 बाटो देखिन्छ यहाँ चाहिँ के लेखिरहेको छ एउटा चाहिँ मुहान पोखरी अनि विष्णुमती बुढालिङ्गन्ड हाम्रो तलबाट माथि आगेको त्यहाँबाट शिवपुरी हिल्स यहाँ छ हामी यहाँ अहिले बुढालिङ्गन्डबाट अलिकति माथि आएको अघि नै हामी 3 बाटोमा भेटेको थियौँ अहिले फेरि हामी 3 बाटो आइए यहाँ हिँड्ने बाटो चाहिँ एउटा विष्णुमती भनेदेखि चाहिँ एउटा मुहान पोखरी होइन अहिले हामी जाने चाहिँ विष्णुमती यहीँबाट यहाँबाट आधी घन्टा लाग्छ नि हजुर 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 शिवपुरी हिल जाने बाटो छ कि त्यहाँ ए यो के भन्छ अरे चिसेनी भन्ने मार्ग भनेर चिसै हजुर त्यहाँ लेखिरहेको छ है लेखिरहेको छ चिसेनी मार्ग त्यो बनाउँदैछ क्या अलिकति चाहिँ मिस्त्रीहरू दिन्छन् अहिले हामी हिँड्नलाई त मिल्छ नि त्यहाँबाट तपाईँहरू चाहिँ राइड जानुहोस् राइटमा राइड गरेर उकालो उकालो छ भने शिवपुरी हिल आउँछ हजुर हजुर यो आइसकेपछि अनि यसो उता गएपछि अनि त्यहाँ माथि सिँढी चढेर जानुपर्छ ए ओके धन्यवाद है दाइलाई धेरै धेरै धन्यवाद दाइले चाहिँ हामीलाई चाहिँ त्यो बाटो देखाइदियो दिनुभयो यो शिवपुरी हिल्सबाट चाहिँ हामी अलिकति माथि गएपछि चाहिँ हामी माथि खुर्किलो चढेर जानुपर्ने छ हजुर म पनि सोध्दैछु हेर्नु न ए गाडी पनि पौला माथिसम्म आउने अरू सानो हाम्रो प्राइभेट गाडीहरू चाहिँ धेरै आइरहेको देखिरहेको छ सानो गाडी पनि यहाँ थुप्रो छ यो बस चाहिँ हाम्रो साझा चाहिँ आउँदैन अरू टेम्पोहरू चाहिँ मेरो विचारमा माइक्रो चाहिँ यहाँ माथि गुम्बासम्म आउँछ कि भने लागिरहेछ मलाई हेर्नु यहाँ चाहिँ हाम्रो यो बाटो आउँदाखेरि शिवपुरी हिल्स भनेर यहाँ लेखिरहेको हुन्छ त्यो बाटो चाहिँ हामी चिसोनी मार्ग यो चिसोनी मार्ग चाहिँ हामी यहाँबाट जानुपर्ने रहेछ हामी यो बुढालिङ्गबाट माथि आएँ त्यहाँ 3 बाटो भेटिएँ त्यहाँबाट चाहिँ हामी यहाँ माथि आउँदाखेरि यो चिसोनी मार्ग भन्ने एउटा आउँछ यो चिसोनी मार्गबाट चाहिँ हामी माथि जान्छौँ अनि यहाँबाट जाँदाखेरि चाहिँ हामीले खुर्किलो भेटाउँछौँ त्यहाँबाट चाहिँ हामी 20 मिनटमा जतिमा पुग्छौँ होला नमस्ते चिसेनी यो बाटो हुँदै हामी यो नमस्ते चिसेनी यहाँबाट हामी माथि जाँदैछौँ हामी अघि नैदेखि शिवपुरी हिल्सबाट जाने भनेर हामीले अघि नैदेखि तल बाटोदेखि भनेर आएको थिएँ अहिले हामी ठ्याक्कै शिवपुरी हिल्स पुगेका छौँ हामी यहाँ पुगे हामी यो बुढालिङ्ग नीलकण्ठ चिसापानी हामी अहिले चिसापानी
माथि पुगेँ। यहाँ साथी दुईजना चाहिँ माथि गइसकेको छ। अनि यहाँ एउटा भाइ समीर चाहिँ मसँगै छ अहिले। यो बानी रहेछ, हिँडिराख्ने बानी अलिकति गाह्रो हुन्छ नहिँडेपछि। हेरौँ माथि खुड्किलो आउँछ अरे अहिले। आइरहेको थिएँ अनि हामी मोटरसाइकल लिएर आउनु भयो, गाडी लिएर आउनु भयो भने यहाँ चाहिँ बाटो यहीँ छ हेर्नु फेरि। अनि यो बाटो जाँदाखेरि अलिक टाढा पर्छ हाम्रो। यो खुड्किलो जाँदाखेरि चाहिँ नजिकै हुन्छ। तर कस्तो हुन्छ नि खुड्किलो आउँदाखेरि अलिकति गाह्रो चाहिँ हुँदो रहेछ। गाह्रो भयो पनि साह्रो भयो पनि यो हाम्रो रुखै रुख बिरुवा भएको ठाउँमा सास फेर्न पनि एकदम सजिलो। ठकान छ तर रमाइलो छ। जाम समीर, समीर जाम बिस्तारै। ए यस्तो यङ टाइममा आज चाहिँ हाम्रो सहकारीको साधारण सभा पनि भएको कारणले हाम्रो चाहिँ अब साधारण सभा चाहिँ कस्तो हुन्छ रहेछ नि, यो सबै सभा सिद्धिएपछि हामी खाना खाने चाहिँ व्यवस्था गरेको हुन्छ। अनि हामी मात्र आइए अनि घरमा परिवारहरूले चाहिँ खाना खानुभयो कि भनेर खाना खुवाउनु लाग्यो भनेर चाहिँ भन्न लानु थाल्नुपर्छ। अब हामी चाहिँ यहाँबाट जाँदाखेरि अलिकति धेरै होला जस्तो। खाना खाने चाहिँ आज हाम्रो क्यान्सल होला, घरमै होला जस्तो है। यो हाम्रो काठमाडौँको हो हल्लामा बस्नुभन्दा यहाँ चाहिँ 1-2 दिन चाहिँ बस्नुपर्ने रहेछ कि एकदम सास फेर्नलाई सजिलो हुँदै। मास्क चाहिँदैन, यहाँ मास्क केही चाहिँदैन। तपाईँलाई स्वच्छ खाना यहीँकै सागपात यहीँ बनेको अर्ग्यानिक। ल हामी यो कुरा गर्दै गर्दै माथि जाउँ। थकान पनि बेच्दो रहेछ। अब धेरै छैन होला मेरो विचारमा पनि। हामी लगभग माथि आइसकेका छौँ। यसरी हेर्नु खलल पानी बगेको हुन्छ है। यहाँ त मुहानी मुहान छ। यो पाइपहरू हेर्नु त सबै पानी खान। त्यही भएको कारणले पनि यहाँ मुहानहरू धेरै भएकोले बुढाजनकामा पानीको समस्या कम हुन्छ भनेर यहाँ चाहिँ धेरै घरहरू बढ्न थाल्यो। यही हो फेरि हाम्रो घरहरू धेरै बनेपछि फोहोर हुन्छ नि होइन। अनि तपाईँ घर चाहिँ कहाँ नि? मेरो मोटरी। ए तपाईँ चाहिँ के माथि गराउनु भयो? हजुर। कता रहेछ? अब धेरै छैन, अब 15-20 मिनट छैन है। मोटरीको गर्मी, यहाँको चिसो है, एकदम रमाइलो। हस् धन्यवाद। यो चाहिँ अलिकति गाह्रो रहेछ होइन। सबैजनाले आधी घन्टा भन्दै थियो। यो हाम्रो भाइहरू आउनुभयो, उहाँले चाहिँ 10 मिनट चाहिँ गए पुग्छ अरे। यस्तो मोटिभेट भयो कि अहिले अब चाहिँ जाउँ जस्तो लाग्यो है। ल साथीहरू मान्छे आउनु जाउँ। कम्तीमा जेन्जी आन्दोलनको त हेर्नु पर्यो नि। आधी घन्टा उन्डो है 8 घन्टा भने। यसरी आउँदाखेरि कुनै ठाउँमा चाहिँ यस्तो यो मुहानको पानी बग्ने भएकोले यसो चिप्लो पनि हुनसक्छ। त्यसको लागि चाहिँ हामीले वैकल्पिक बाटो चाहिँ यसरी खोज्नुपर्छ। बा अब यो कति माथि जानुपर्छ अब? ए अझै 15 मिनट। ल यसरी आउँदाखेरि हाम्रो दिदी चटपटे बेच्नु हुँदो रहेछ है। मिठो पानीपुरी। ए होइन तल मोमो खाएर क्या दिदी। होइन लिएर आएको छु। तल आउँदाखेरि खाउँला नि, फेरि यही बाटो आउनुपर्छ होइन। अनि पानीपुरी खाउँला नि। ए भन्दाखेरि यो हामी आधी घन्टा माथि जानु पर्यो है। होइन मैले भनेको यो माथि गुम्बा पुग्नुलाई। गुम्बा त यता पर ए हस् थ्याङ्क यू। हस् है। हामी चाहिँ लगभग यो गुम्बा पुग्न लागेका छौँ।
यहाँ चाहिँ दिदीहरू दाइहरू यस्तो पसल राखेर है सबैलाई सेवा गर्दै हेर्न जताततै पानी। अब हामी चाहिँ यो ग्राभल बाटो भनौँ न है, सायद यो गाडी जान्ने बनाएको बाटो होला, अहिलेसम्म त जाँदैन। अनि हामी अझ गाडी हिँड्ने बाटो आइपुग्ला है। यो धेरै भयो होला है, बनाएको कति भयो? ए धेरै भयो यो बनाउनु भएको बाटो, तर पुरा भएको छैन है। गुम्बा चाहिँ बनियो, माथि गुम्बा कस्तो छ? राम्रो छ? ए गएको त छैन है। अनि यहाँ पिकनिकहरू बनाउने ठाउँहरू कहाँ छैन? पिकनिकहरू बनाउनु छ तलै होला। यहाँ माथि त गाह्रो हुन्छ नि होइन सामान ल्याउनु? ए माथि पनि छ? ए ल यहाँ गाडी हिँड्ने बाटो पनि रहेछ। यो माथि चाहिँ हाम्रो उताको साइडबाट आउँदा चाहिँ गाडी आउने नै बाटो रहेछ। यो चाहिँ खुर्किलो चाहिँ पुरानो बाटो होला, यो हाइकिङ बाटो भनौँ न। यही बाटोबाट हामी माथि जाँदैछौँ। अब 10 मिनट गयो भने माथि साइड पुग्ला, पर्दैन? ल यहीँ छ हाम्रो, हेर्नु त यहीँ छ, यही बाटो हो। अनि के रनलाल कस्तो यो कति वर्षपछि हिँड्नुभएको तपाईँ? थाक्नु भयो जस्तो? सायद अब त्यो बेलामा चौहार गइन्थ्यो वर्षै पछि, अहिले चाहिँ म नहिँडेकै 15-20 वर्ष भयो होला। नहिँडेको भन्नाले मतलब जहाँ गए पनि बाइकमा जाने है, ट्याक्सीमा जाने, बसमा जाने यस्तो भयो। आज चाहिँ हाइकिङ भनेर आएको पाटनबाट यहाँ एकदमै नजिकैको बाटो। अनि सुनिल यो तपाईँलाई त अलि थकान पनि छैन जस्तो? तपाईँ अब 1 वर्ष अगाडि म यहाँ थिएँ, म यही सेम बाटोबाट। ठाउँ चाहिँ कस्तो छ माथि? माथि एकदमै पिसफुल आनन्द छ, राम्रो छ है। ल जस माथि पुग्दाखेरि थकान सबै मिट्छ। ए यहाँसम्म त आइपुगेँ है। त्यति खासै लामो बाटो त होइन है, यो हामी नहिँड्ने बानी नभएर चाहिँ यस्तो भएको, यस्तो भयो। यस्तो हो कि साथीहरू, हामी हिँड्ने बानी कम भयो भने पनि हामी माथि यस्तो उकालो आउँदाखेरि अलिकति थकान महसुस हुन्छ, तर खासै चाहिँ छैन। यो 15 मिनट जति बाटो हो। हामी चौबारको बाटो हुन्छ यो हाम्रो काठमाडौँ चौबार, जहाँ चाहिँ हाम्रो मच्छिन्द्रनाथ पनि छ, त्यहाँ आदिनाथ भन्छ त्यहाँ नै। त्यहाँ जाँदाखेरि यतिकै खुर्किलो होला, त्यति गाह्रो चाहिँ हुँदैन रहेछ। अब बानी हो होइन, यस्तो बानी नभयो भने चाहिँ अलिकति गाह्रै हुन्छ। गाह्रो भएको अनुभव हुन्छ, खासै गाह्रो त होइन। अब हामी माथि पिसफुल ठाउँमा जाउँ, थकान मेटौँ, हामी त्यहाँको भ्यू पनि हेरौँ। ए बा नमस्ते। ए तपाईँ घर यतै हो दाइ बा? ए रमाइलो ठाउँ छ भन्छ माथि है, आइपुगेँ। अलिकति हामी पाटनबाट आएको है, हामी पाटन ढोकाबाट आएको। आज चाहिँ अलिकति पिसफुल ठाउँ जाउँ भनेर यो गुम्बा माथि धेरै सुनियो कि दाइ? ए 5 बजे 5 बजे बन्द हुन्छ अरे यहाँको, त्यही भएर हामी चाहिँ अब माथि जाउँ। अब छैन यो उकालो धेरै छैन होला नि? ए 5 बजीसम्म मात्रै खुल्ला हुन्छ है? ए बाजे माथि नै हुनुहुन्छ कि तल घर? ए जहिले पनि? ओहो नो ल, त्यही भएर तपाईँ पनि यङ देखिरहनु भएछ। 24 वर्ष? अहिले कति वर्ष हुनुभयो तपाईँ? दाइ एकचोटि यता हेर्नु त बा, साँच्चै 70 वर्ष तपाईँ? बा यो 24 वर्ष चाहिँ तपाईँ यही बाटोमा हिँडिरहने? होइन, म यो 3 महिना बेलुका हिँड्छु। ए 9 महिना चाहिँ नि तपाईँको बिहान माथि स्टाफ कलेज जान्छु। ए उहाँ 70 वर्ष हुनु पऱ्यो, 24 वर्षदेखि उहाँ वर्क गर्नुहुन्थ्यो रहेछ होइन? ल है बा ल, यस्तै हिँडुलको कारणले चाहिँ हामी हाम्रो शरीरलाई चाहिँ एकदम मजबुत पार्न सक्छौँ कि हामी जति बस्यौँ त्यति गाह्रो हुँदो रहेछ। तपाईँ मिसिन हेर्नु न, मिसिन जति चलाउँछ तपाईँ त्यति त्यो बलिरहेको हुन्छ। मान्छे पनि त्यस्तै हो, जति हिँड्यो त्यति हिँड्न सक्ने। त्यही भएर हामी आफ्नो स्वास्थ्यको लागि एकदम ख्याल गर्दै यसरी हिँड्ने बानी पनि गर्नुपर्छ है।
लड्छु ल उहाँ बा चाहिँ 70 वर्ष हुनु पर्यो मैले चिन्छु है राम्रो खसी है यो मलाई सानो देखेपछि साह्रो राम्रो लाग्छ नि है नाम के उसको नाम के हजुर ए खैरे खैरे खै कालिदा आयो खैरे माथि पुग्ला है ल बाटो यहाँबाट पनि रहेछ होइन यहाँबाट पनि रहेछ अनि यहाँबाट पनि रहेछ बाटो चाहिँ धेरै रहेछ कि तर चढ्न चाहिँ सक्नु पर्यो यहाँबाट चाहिँ हामी काठमाडौँ उपत्यका एकदम रमाइलो तरिकाले हेर्न पाउँछौँ होला सायद यो त हामी धेरै उकालो पुग्यो नि ध्यान राख्नु होला अरे ल हेर्नुहोस् ल्याउनु होला सर कोही घन्टा छिनी गाई ए पैसा सोध्यो ल हामी फाइनली गुम्बा पुग्ने आएको थियौँ 300 सिधी माथि छ होला यो चैत्य गुम्बा होइन यहाँ आउँदाखेरि चाहिँ ध्यान दिनुपर्ने कुराहरू 5 बजे चाहिँ बन्द हुँदो रहेछ मोटरसाइकलबाट आउनुभयो भने तपाईँ माथिसम्म पुग्नुहुन्छ mana? Ini apa masih pugai. अहिले माथि पुगेर गुम्बा नि पुग्दै चैत्य नि पुग्दै ओहो मान्छेको भिडभाड है को रहेछ बहिनी पनि आएको रहेछ है हामी यहाँबाट घुम्छौँ अब आन्तरिक पर्यटकलाई चाहिँ घुम्ने ठाउँ चाहिँ थुप्रो बनाएको रहेछ कहीँ चैत्य बनाएर कहीँ गुम्बा बनाएर कहीँ मन्दिर बनाएर अहिले नयाँ नयाँ स्थलहरू थुप्रो बनाएको रहेछ है राम्रो छ तर यहाँबाट हामी भ्यू हेर्दाखेरि पनि धेरै राम्रो छ तपाईँ हेर्नु न यहाँबाट हामी काठमाडौँ पुग्छौँ खूब घुम्नुहुन्छ उहाँ